ल बुढी पिकनिक हिँडेको हिँडेको डोलेश्वर रिसोर्टमा पिकनिक हिँडेको रमाइलो गर्न पुष्कर सहकारीको सबै सञ्चालकहरू जोरी अब सेयर धनीहरू पनि हुनुहुन्छ भन्नु चाहिँ है। अनि रमाइलो हुन्छ आज। रेडी भन्यो भने अनि रेडी गर्नु पुष्कर बचत तथा ऋण सहकारी संस्था लिमिटेड कामन पा 32 पुरानो सिनामल काठमाडौँ वनभोज कार्यक्रम। डोलेश्वर भिलेज रिसोर्ट पिकनिक भाइब्स डोलेश्वर भिलेज रिसोर्टमा पिकनिकको लागि गइरहेका छौँ। धन्यवाद। है पिकनिक भाइब्स कोमल सर स्वागत छ यो पिकनिकमा। धन्यवाद सबैजनालाई स्वागत छ। पाइन्छ ल हजुर डोलेश्वर भिलेज रिसोर्ट यहाँ ठोकेला भनेर होला, छुँदैन होला। छुनु चाहिँ सानो गाडी छ। यहाँसम्म गाडी आउँदो रहेछ। मिलाएर राखे पनि हुन्छ नि त। यो जाने गाडी होला नि त। ल अनि कृष्णजी कस्तो लाग्यो तपाईँलाई डोलेश्वर रिसोर्ट? आज हामी चाहिँ कस्तो महसुस गरिरहेछौँ? के महसुस गरिरहेछौँ? आज यो डोलेश्वर महादेवको चाहिँ नजिक आयौँ हामी। सर्वप्रथम त डोलेश्वर महादेव की जय भन्न चाहन्छु। डोलेश्वर भिलेज रिसोर्ट अनि यो रिसोर्ट पनि, यो रिसोर्टको नाम पनि डोलेश्वर भिलेज रिसोर्ट रहेछ। हजुर अब यसो छिर्दा आनन्द आयो। यो चाहिँ कस्तो छ भोजन? त्यो पनि फार्म हाउस अब आशा छ यहाँको राम्रो छ, राम्रो भन्ने आशा गर्दछु। खाना पनि राम्रै हुन्छ नि। ठिक छ ल जाउँ। सोमराज भाइ के छ यार हाल खबर? पुष्कर बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको आजको पिकनिक कार्यक्रममा हामी उपस्थित भएका छौँ। त्यसपछिको फेरि इन्जोय छ नि। ओर्लिने बेला त गाह्रो हुँदैन, उक्लिने बेला अलिक तल पऱ्यो कि। अब यहाँ त के एकचोटि सरेर हुनुहुन्थ्यो कि नै? एउटातिरको रिसोर्ट थियो कि हामी त्यो बालाजु म थिएँ त। झोटे बुढेर दुईतिर एउटा समातेर ठाडे दुईतिर ठाडे थियो। एकदमै राम्रो थियो सर। स्विमिङ पुल पनि थियो, पानी पनि सिमसिम पर्या कुरो होइन। यहाँबाट सिनरी यस्तो देखिया छ गाइज।
पैसा त्यत्तिकै क्यामेराम्यान भनेर हुन्छ किन फोटो खिच्नु पर्यो फोटो खिच्ने कि भिडियो खिच्ने ठिक छ मलाई छेकेरै हैरान पार्छ त्यो मैले खिचिसकेको छु तपाईँ खालि क्यामेरा तेर्साउनु ल बसिराख्ने होइन हिँड्ने पनि अब यहाँ के हिँड्नु र हिँड्नु त ल कति राम्रो छ एकदम राम्रो फोहोर साले आउनु पर्ने थियो हाय हाय राम्रो रहेछ नि त यता सिन चाहिँ राम्रो देखिँदो रहेछ जोस राम्रो ठाउँ सबै राम्रो एकदम ल यता सिन चाहिँ राम्रो देखिँदो रहेछ ल भ्यू चाहिँ रहेछ ल डोलेसर रिसोर्ट कत्रा रहेछ खतरा कस्तो अनुभव भइराखेको छ एकदम हामीलाई त राम्रो लागेको छ सिनहरू राम्रो देखियो उता पनि देखाउनुहोस् चेन्ज गरी गरी ए ल उता जोरी नि हुनुहुँदो रहेछ यता पनि हुनुहुँदो रहेछ सिन चाहिँ खतरा छ सिन पनि मान्छे पनि सिन पनि यता दिनु गजब दामी आउँछ फोटो युट्युब ल गजबै राम्रो भयो ल यता घुमाउ न बोल्नु छ हजुर पनि बोल्दिनँ के हो गति पछाडि दुःख त हुन्छ आस्ते आस्ते ल अब यहाँ ब्रेकफास्टको लागि लाइन बसिसक्नु भएको अवस्था आजका ब्रेकफास्टको मेनु यहाँ चाहिँ ब्रेड यो चाहिँ चना र आलुको तरकारी यता कोबी आलु जो छ यता अन्डा बोइल एग
ए पनि आउनु भएको छ चिने चिने अहिले पो चिने त मैले त अघि नि चिनेको थिएन ल्याउँछु होइन यहाँ फेरि खाजा खान थालेपछि भिडियो खिचिँदैन पिकनिकमा खाजा हामी खाँदैछौँ ब्रेकफास्ट फर्स्टमा ब्रेकफास्ट खाजा होइन ब्रेड चिया तरकारी अन्डा हस् धम्माधम खाजा भइरहेको अवस्था ल अब खाजा खाउँ लाइनमा बसौँ खाजा खाने सुरसार होइन ल मैले पनि ब्रेकफास्ट खान सुरु गरेँ आजको ब्रेकफास्टमा आई ब्रेड देखिन्छ पाउरोटी कोबीको तरकारी र यो आलु केराउको तरकारी र एउटा अन्डा अन्त म्यामले चाहिँ अन्डा अन्डा भनेर सुनाएको होला है नखाने अन्त म्यामलाई सुनाएको होला भाग्न पाइँदैन हामी त तिमी भिडियो नजाने होला भनेर म्याडमलाई ब्रेकफास्टपछि हामी चाहिँ यसो चाहिँ घाम ताप्न यसरी चाहिँ फोटो भिडियो सुटिङ त्यसको लागि चाहिँ के कतातिर फर्किनु कता यता भने ल हामी यहाँ ल स्वागत छ दाइले हाम्रो साथी हो है हस् नमस्कार नमस्कार राम्रो छ त्यताबाट आयो नि भन्ने हस् दारू खाए चाहिँ के फुट्छ
यसपालिको माघ महिनामा छिटो छिटो मौका मिल्यो गजब भयो यसरी लगातार त्यो पनि यही महिनाको कति आनन्द भन्नु मिल्दैन नि त हामीले भने जस्तो तरिकाले मिल्दैन नि घाम ताप तपाई हुँदैछ के अरे चिसो पर्यो हामी घामपट्टि बसेर हेरेको छौँ तर यहाँको सिन धेरै राम्रो भएको हुनाले हामी सिनको पनि आनन्द लिइरहेको छौँ यसरी चाहिँ अर्थ केही नभए पनि यो सिनले चाहिँ हामीलाई चाहिँ अलिकति आनन्द दिएको छ अब सिनले पहिरो छ आयो बल्ल घाम आयो भिडियो बनाएछ हाम्रो बिमारी बुढेसकाल पुष्कर सहकारी संस्था पुष्कर बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको पिकनिक कार्यक्रममा आज हामी सहभागी हुँदैछौँ यहाँ रमाइलो गर्दैछौँ पिङ खेलेको हो राम्रोसँग खेल यहाँ यसरी चाहिँ हामी पिकनिक खान आएको यो हाम्रो पिकनिक स्पट हो आऊ यहाँ फोटो सेसन चल्दै गरेको अवस्था Thank you.
के गरौँ तिम्रोमा मनको कुरा अझै नै खोलिदेऊ लाज लागे आँखैले बोलिदेऊ